मेरो बोली बुद्धको मेरो पैठलाले किरै नमारोस्। मेरो घरलाई चाहिँ याद गरेर राखेको हुन्छु मैले। पल्लन लाँदैछ। हजुर भाइ हजुर यात्रा बोर्डर क्रस गर्न लागिसकेको छौँ। थोरै है एकदम पसिना पसिना गर्मी धेरै नै छ। हेलो वेलकम ब्याक एन्ड नमस्ते सबैजनालाई। यसमा युवराज थापामगर फ्रम प्युठान। आई होप सबैजना फिट एन्ड फाइन हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक छु। फेरि आज नयाँ भिडियो लिएर आइपुगेको। लास्ट दिन छुट्टीको जानुपर्ने हुन्छ। अब छुट्टी खत्तम भयो दाजुभाइहरू र हल्का रमाइलो गरियो गाउँघरमा। अब चाहिँ आज जानुपर्ने हुन्छ हल्का घरबाट थोरै कामको लागि जानै पर्यो। यहाँ गरेर काम छैन, बसेर नि काम छैन। हेर्दै गर्नुहोस् के हुन्छ आजको मेरो है। कुललाई ढाँडो सजनी बानियो, भूमे बरा यस्तो वनदेवी सबैलाई पनि बाँधिसकेँ मैले। उहाँहरूले सदैव रक्षा गर्नुहुन्छ हामीलाई, त्यही भएर मैले चाहिँ यस्तो जाने क्रममा आउने क्रममा बाँधिराखेको हुन्छु ढाँडो सजा। अब चाहिँ स्वेटर लाएर टिका सिका लगाइन्छ। त्यस पछाडि फोटो सेसन हुन्छ हल्का घर परिवारको। देन हामी लाग्छौँ। बहादुर दाइ आउँदै हुनुहुन्छ अझै उताबाट कि अझै आइपुग्नु भएन। त्यस पछाडि जानुपर्छ है दाजुभाइ। एकछिन फोटो खिच्नुपर्छ, एकछिन टिका सिका लगाएर। वेट अ मिनट। मेरो घरलाई चाहिँ याद गरेर राखेको हुन्छु मैले। त्यसै आज 2-4 महिनाको लागि छोडेर जानुपर्छ। फेरि आइन्छ। फेरि स्वेटर लगाएर यहाँ टिका सिका के रेडी हुँदैछ। फुल सुल अमेले बुवा आज ह्यान्डसम भनेर नसकिने भयो। आज कति दिन भयो नखाएको। ठिकठाक हुनुहुन्छ आज चाहिँ। 2-4 दिन भइसक्यो होला लगभग। ठिक छ दाजुभाइहरू। ल हाम्रो भान्जाले यहाँ फाइनल्ली मोही लिएर आइसक्नु भएको छ। फेरि पनि वेलकम प्लस अब बाई बाई भन्नुपर्छ हाम्रो भान्जाहरूलाई पनि 2-4 महिनाको लागि होइन। हजुर हजुर म आइहाल्छु। ल ठिक छ। के हो यो फेरि? हजुर हुन्छ हुन्छ। मुलघाट आइपुग्नु भयो अरे बहादुर दाइहरू। खोइ तपाईँको रेडी होइन सामान? भइसकेको छ। पानी गिलास 1-2 गिलास नपार्थे। त्यो दुईटा हातले गराउनु छैन तर बुद्धि छैन भगवान हो। ओले त होला नि ल। त्यो टोपी के हाल्नु? ओइ कपाल त सेर्नुपर्छ। यो माला मात्रै लगाउँदा के हो टुक्को लागि राम्रोसित काम गर्ने।
त्यही गरेर पैसा गर्दै खानै हिँड्दै नगर्ने अफिसर तैँले भन्दा अफिसर बनिरहेको कस्तो राम्रो अन्त त्यही मलाई ल्याइदिनु म उडाइदिन्छु पानी बाँझो ल ढोका गरे जोडियाको आमालाई गरे गरी भन्न जोडियाको आमाले गरे गरी भन्न खान्छ का आमा लेट्स गो सानो बनाउनु सानो बाहिरको खसाल्नुहोस् कि बुटु साइड साइडको झार्नु त्यही खोजेको बाहिरको खसाल्नुहोस् बढी भयो यिनीहरू बढी भयो क्या त्यही बाटो अब धेरै त घरको नि हो यतिकै हो यतिकै छाप्ने हो कि पैसा लगाइनु पैसा पनि केटीको खस्छ क्या हो ओके ल द्याट्स इट ल दोनों सामान ल्याइदिए न त 100 रुपैयाँ ल जाने जाने हो डेली हो भन्न सकिन्न बानी लगाइदिने हैन मलाई के थाहा त भाइरल होला मैले मेरो बाजे गणबहादुर गुरुङको छोरा मित्र बहादुर गुरुङको नाति अब त्यो त आफ्नो ठाउँमा छ हडा जाने माम नमस्ते नमस्ते ए खुबु बाने भन्ने हैन ठीक छ अनि तर बाने नि घर छ त ऊ गगन बस्ने घर त यिनको त हो नि बाने ड्रप त ऊ गाडीमा जानेहरू त यहाँ त ऊ बहादुर दाई पनि हो कि बहादुर दाई पनि ल बहादुर दाई आइपुग्नु भएको छ बहादुर दाईलाई नि हल्का बिदाय दिनुपर्ने हुन्छ र तपाईँ नभएपछि राम्रोसँग मिठो मतो म इन्डिया आर्मीमा नि बसेछु अनि म त्यही मेरो माइलालाई भर्ती गर्छु भनेर त्यो झर्छ झन् अहिले दुःख नमानिकन तपाईँहरू राम्रोसित काम गर्नु होला अनि भयो ल ल थ्याङ्क यू ल राम्ररी काम गर्यो म बाइकमा आउँछु है त्यो गाडी दुईटा छ एउटा स्लिपिङ ब्याग र म यसमा आउँछु घरको परिवारलाई सम्झेर राम्रो काम गर्नु इन्डिया गाडीमा होइन हामी ट्रेनमा जान्छ होला लाग्यो दाजुभाइ अब चाहिँ स्वेटर लगाएर गाउँघरलाई छोडेर 2-4 महिनाको लागि फेरि आइन्छु अब चाहिँ हेर्दै गर्नुहोस् बहादुर दाइलाई मैले गाडीमा हेरेको हामीले चाहिँ यहाँ विक्रम दाई आउनुभयो रहेछ हाम्रो सुन दाई उहाँसँग चाहिँ लिफ्ट मागेँ मैले चाहिँ है गाडीमा चाहिँ अलिक ब्याक भएर सिट चाहिँ हेरौँ यात्रा कस्तो हुन्छ आजको सम्मको हो यात्रा चेकअपमा ल दाजुभाइहरू आज चाहिँ गाउँतिर आइएको थियो हल्का होइन बेलुका पऱ्यो रात पऱ्यो हल्का दिउँसो चाहिँ भिडियो बनाइएन आज चाहिँ म लास्ट दिन छ नि त गाउँमा त्यही भएर चाहिँ यहाँ दाजुभाइहरूसँग एकचोटि छुट्टिनु पर्ने हुन्छ होइन दाजुभाइलाई अब सटल लाएर म मिने दाईको पसलमा छु मिलन दाईको हाम्रो यहाँ हुनुहुन्छ मिलन दाई होइन उहाँलाई नि भोलि आज म बिदाई दिन आजैबाट बिदाई माग्दैछु थोरै 2-4 महिनाको लागि ग्याप राख्दैछु दाईले चाहिँ नयाँ पसल खोल्नु भएको छ अहिले चाहिँ एकदम दाई फेरि भुपु कति रे दाई कुन्नी 8
5-8 को हो दाइ पनि होइन हाम्रो एक्स आर्मी नै हो पुरा छिटै रिटायर हुनुभयो उहाँ होइन दाइ अहिले चाहिँ उहाँ मालिक बनेर बस्नु भएको छ यहाँ पसलको हाम्रो खबाङको चुकिन पाटामा छ उहाँको पसल चाहिँ ट्याग लाएर आउने दाजुभाइहरू सबैजना ट्याग भिजिट गर्ने अनि त्यस पछाडि के हुन्छ उहाँ सेवा सुविधा पुरा दिनुहुन्छ दाइले चाहिँ हाम्रो यता छ सुरज दाइ मेरो थारपाटाको होइन दाइलाई नि एकदम म सम्झिरहेको छु सबैजनालाई यता पनि मेरो विजय दाइ हुनुहुन्छ उहाँहरूसँग अब बिडाबारी हुँदै म जानुपर्ने हुन्छ घरतिर अनि सर्टर लाएर भोलि के हुन्छ भोलिको तल चाहिँ एडभान्समा आएको सेभ जर्नी हैन छोडी जानेलाई यो मेरो भाइ भोलि फेरि पल्लन लाँदैछ हजुर भाइ हजुर यात्रा थ्याङ्क यू अल द बेस्ट मेरो तर्फबाट थ्याङ्क यू मेरो दाइ म फेरि एउटा हामी कन्ट्याक्टमा भइराख्ने हुन्छौँ नेटवर्कमा हजुर म एउटा गीत गाउन पाएँ प्लिज ट्याक हाम्रोमा बिजन ट्याक यहाँ छ भने यस्तोमा मुडुमा ट्याक लगाएर ल फुलको आँखामा दामी यार फुलै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखैमा काँडै संसार दामी गाइस शुद्ध होस् मेरो बोली बुद्धको मेरो पैठलाले किरै नमारोस् यस्तो नेचुरल भोइस भएको मान्छेहरू यहाँ हुनुहुन्छ हाम्रो मेरो बोली बुद्धको मेरो पैठलाले किरै नमारोस् संलो मनमा छ संलै संसार काँडाको आँखाइमा काँडै संसार थ्याङ्क यू दाइ थ्याङ्क यू मेरो दाइ धन्यवाद तपाईँलाई पनि ल हामी निस्किन्छौँ दाइ अब है तपाईँ पनि निस्किने हो ल सुरज दाइ र म चाहिँ तलसम्म निस्किन्छौँ र यति भन्दै बाँकी भिडियो चाहिँ अब उतै फेरि कन्टिन्यू गरौँ है त वेलकम टु दुबई हामी बोर्डर क्रस गर्न लागिसकेको छौँ थोरै दाइ एकदम पसिना गर्मी धेरै रहेछ कि सुनौली टु गोरखपुर हामी जाँदैछौँ एउटा गाडी हायर गरेर सब सर्ट लगाएर दाइ कस्तो हुँदैछ यात्रा फेरि बोर्डर सर्ट लगाएर ल अलिकति चिलपारामा हाम्रो दाजुले चलाइरहनु भएको छ चिलपारामा आनन्दले ल ठिक छ फेरि यो हाम्रो नेपालको र भारतको बोर्डर एसएसबी छ यहाँ चाहिँ हाम्रो चाहिँ सशस्त्र हुनुहुन्छ यहाँ हो र हल्का चेकिङ हानियो त्यस पछाडि अब लाग्नु हुँदै है हामी गोरखपुर आइसकेको छौँ अब जानुपर्ने हुन्छ रेलवे स्टेसनतिर फेरि त्यस पछाडि फेरि उतातिर के हुन्छ हेरौँ हल्का गोरखपुर एकछिन सर्ट लाएर यस्तो छ हाम्रो गोरखपुरको माहौल चाहिँ बाहिरी ओभरफ्लाई योगा यसरी गरिन्छ योगाको प्रकारहरू दाजुभाइहरू हाम्रो गोरखपुरमा योगा सिक्ने भए आउनुहुन्छ तपाईँहरू बिहान बिहान एक्सर्साइज गर्नुपर्छ यसरी दामी बुझ्छोस् लडेको छ दाइ गोरखपुरमा अब आफूको जुस हान्दिने हो